82 साल चैत्र 16 गते नेपाल सरकार मन्त्री परिषदको आज दोस्रो मन्त्री परिषदको बैठक बसेको थियो। हाम्रो आज दुईटा प्रमुख निर्णयहरू भएका छन्। पहिलो निर्णय 82 साल चैत 19 गते बिहिबारका दिन अपराह्न 2 बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वानका लागि सम्मानीय राष्ट्रपति समक्ष सिफारिस गर्ने। नम्बर 2 मा संविधान संशोधन बहस पत्र तयार गर्न सम्मानीय प्रधानमन्त्रीज्यूको राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन गर्ने। यो चाहिँ हाम्रो वाचापत्रमा भएको एउटा वाचा पनि थियो। यी दुईटा आजको प्रमुख निर्णयहरू हुन्। हजुर, दुईटा मात्रै निर्णय भएका छन् आज। एउटा चाहिँ सम्मानीय राष्ट्रपतिज्यू समक्ष चाहिँ अधिवेशनको लागि दुवै सदनको अधिवेशनको लागि सिफारिस गर्ने र अर्को चाहिँ एकदमै मुख्य हामीले चाहिँ हाम्रो वाचापत्रमा संविधान संशोधन गर्न चाहिँ राष्ट्रिय सहमति आवश्यक पर्छ भनेका थियौँ। त्यसका लागि चाहिँ प्रधानमन्त्रीज्यूको राजनीतिक सल्लाहकारज्यूको अध्यक्षतामा एउटा समिति बन्छ। त्यसमा चाहिँ संसदमा प्रतिनिधित्व गर्ने सबै दलका चाहिँ प्रतिनिधिहरू रहनुहुन्छ। त्यो गरेर एउटा राष्ट्रिय सम्मतिमा चाहिँ एउटा संविधान संशोधनको लागि बहस पत्र चाहिँ तयार हुन्छ। आज सामान्य प्रधानमन्त्रीज्यू चाहिँ दुईवटा प्रदेशका सांसदहरूलाई बोलाएर छलफल गर्नुभएको थियो। विशेष छलफल चाहिँ के विषयमा? त्यो